के तपाईँहरू पनि मैले जस्तै भिडियो बनाउन चाहनुहुन्छ? एआई भिडियो अहिले एकदम ट्रेन्डिङमा चलिरहेको छ है। यहाँ हेर्नुहोस्, भ्युज कति गएको छ? 1 मिलियन, 10 मिलियन, लाख। सब्सक्राइब हेर्नुहोस् त, यसमा सब्सक्राइब छ तपाईँको 36,000, के अरे 36 लाख भ्युज छ है। यसमा हेर्नुहोस् मोबाइलको स्क्रिनमा। यहाँ म देखाउँदैछु तपाईँहरूलाई कसरी भिडियो बनाउने भन्ने कुरो है त। त्योभन्दा अगाडि लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला मेरो भिडियोलाई। म यस्तै भिडियोहरू बनाएर लिएर आउने छु। थ्याङ्क यू। ल स्क्रिनमा सेयर गर्दैछु, स्क्रिन सेयर गर्दैछु तपाईँहरूलाई। हामी सबैभन्दा पहिले चाहिँ अब प्ले स्टोरमा जाउँ। हामीलाई च्याटजिपिटीको खाँचो छ। च्याटजिपिटी हामीले डाउनलोड गर्नुपर्ने हुन्छ। तपाईँले यहाँ सर्च गर्न सक्नुहुन्छ च्याटजिपिटी। मैले चाहिँ अलरेडी डाउनलोड गरिसकेको छु। तपाईँहरूले पनि डाउनलोड गरेर च्याटजिपिटीमा एउटा प्रम्प्ट लेख्नुहोस् हैन। मैले जसरी लेख्छु त्यसरी नै तपाईँहरूले पनि लेखेर दिनुपर्ने हुन्छ। अनि मात्र हामीलाई एआईले पनि दिनेछ, च्याटजिपिटीले हामीलाई राम्रो प्रम्प्ट लेखेर दिनेछ। तपाईँले देख्न सक्नुहुन्छ खरायोले चाहिँ अङ्गुर खाइरहेको मलाई स्टोरी लेखेर दिनु भनेर चाहिँ मैले यहाँ सर्च गर्दैछु है। कस्तो टाइपिङ पनि भयो। यसरी गर्दै हेर्न सक्नुहुन्छ मेरो किबोर्ड कस्तो भइरहेछ क्या। पुरानो मोबाइल हो, बिग्रिसकेको छ। यसरी चाहिँ सर्च गर्न सक्नुहुन्छ। मैले चाहिँ के भनेर सर्च गरेको छु भने तपाईँले त्यो स्क्रिनमा देख्न सक्नुहुन्छ है। ल हामीलाई प्रम्प्ट लेखेर दिइसकेको छ। यति 30 सेकेन्डको मैले मागेको थिएँ। तपाईँहरूले जति पनि माग्न सक्नुहुन्छ। 20 सेकेन्ड, 50 मिनट, 1 मिनट, 5 मिनट, 10 मिनटको जति पनि माग्न सक्नुहुन्छ। यो प्रम्प्टलाई हामीले कपी गर्ने। कपी गरेर हामीले सबैको मोबाइलमा हुन्छ नोटबुक। हामीले नोटमा लगेर सेभ गर्नुपर्ने हुन्छ, नत्र यताउता हुन्छ हैन। यताउता नहोस् भनेर चाहिँ हामीले नोटबुकमा लगेर सेभ गर्नुपर्ने हुन्छ। तपाईँहरूको पनि नोटबुक होला, यदि छैन भने नोटबुक डाउनलोड गर्नुहोस्। मैले सेभ गरिसकेँ। अब हामीले फेरि इमेजको लागि प्रम्प्ट माग्नुपर्ने हुन्छ। मैले अब यहाँ लेख्दैछु यो स्टोरीको मलाई 1 बाई इमेज को लागि प्रम्प्ट लेखेर दिनुहोला भनेर लेखेको छु है। तपाईँले पनि हेर्न सक्नुहुन्छ। मैले जस्तै तपाईँहरूले पनि लेख्न सक्नुहुन्छ। हामीलाई चाहिँ यसले अब फोटोको लागि चाहिँ, इमेजको लागि चाहिँ हामीलाई प्रम्प्ट लेखेर दिन्छ यसले हैन। हामीलाई चाहिँ यसले इङ्ग्लिसमा दिएको हुन्छ, नेपालीमा बनाउँदा पनि हुन्छ। अझै राम्रो चाहिँ इङ्ग्लिसमै राम्रो हुन्छ। यसले हामीलाई 6-7 वटा दिएको रहेछ। 30 सेकेन्डको स्टोरीमा हामीलाई 7 वटा स्टोरी के अरे फोटो दिएको छ यसले प्रम्प्ट लेखेर है इमेजको लागि। तपाईँहरू पनि यसरी नै बनाउन सक्नुहुन्छ है त। बनाउनुहोस्। भिडियो चाहिँ पुरा हेर्ने गर्नुहोस् है। पुरा हेरेर प्रतिक्रिया दिनु होला, कस्तो लाग्छ, के लाग्छ। युट्युबमा जानुहोस्, त्यहाँनिर प्लस आइकनमा थिच्नुहोस् र सर्ट्समा जानुहोस्। सर्ट्समा गइसकेपछि त्यहाँ तपाईँलाई जेमिनीको
लोगो माथि देखाउँछ, त्यहाँ क्लिक गर्नुहोस्। त्यो इमेज आउँछ, इमेजमा थिच्नुहोस् र हामीले अघि च्याटजिपिटीमा लेखेको प्रम्प्ट चाहिँ हामीले यहाँ ल्याएर पेस्ट गर्नुपर्ने हुन्छ। यहाँ पेस्ट गर्नुहोस्। तपाईँलाई 3-4 सेकेन्डभित्रमा फोटो जेनेरेट गरेर दिन्छ अहिले है। सजिलो छ। वाउ, कस्तो दामी फोटो आयो नि त होइन। कुन चाहिँ मनपर्छ तपाईँ त्यही डाउनलोड गर्न सक्नुहुन्छ। यहाँबाट भिडियो पनि बन्छ, भिडियो यहीँबाट बनाउँदा पनि भयो होइन। म भिडियो कहाँबाट बनाउँछु तपाईँलाई अहिले भन्छु। यसरी चाहिँ बटनहरू प्रेस गर्दै तपाईँहरूले पनि फोटो बनाउन सक्नुहुन्छ। एकदम 3Dमा दिन्छ है फोटो चाहिँ, एकदम राम्रो दिन्छ फोटो। जस्तो भन्यो त्यस्तै फोटो बनाएर दिएको हुन्छ। च्याटजिपिटीमा फेरि जानुहोस्, ब्याक भएछ होइन, अर्को फेरि पेस्ट गर्नुहोस्, कपी गर्नुहोस्। कपी गरेर लिएर आउने फेरि युट्युबमा र हामीले त्यो फेरि पेस्ट गर्ने। यसले चाहिँ हामीलाई एकदम राम्रो राम्रो फोटो बनाएर दिन्छ कि, जस्तो भन्यो त्यस्तै फोटो दिन्छ है। साह्रै राम्रो बनाएर दिन्छ फोटोहरू यसले। हेर्नुहोस् कस्तो दामी दामी आयो त। जस्तो आफूले प्रम्प्ट लेख्यो, स्क्रिप्ट लेख्यो त्यस्तै नै दिन्छ है। स्क्रिप्ट चाहिँ राम्रो लेख्नुपर्छ होइन। हामीले तपाईँले सबै नेपालीमा लेख्न सक्नुहुन्छ। यसलाई डाउनलोड गर्नका लागि चाहिँ तपाईँले देख्न सक्नुहुन्छ त्यहाँनिर 3 डटमा जानुहोस्। 3 डटमा गएर चाहिँ डाउनलोड गर्नुहोस्। त्यो सेटिङको आइकन देखाउँछ, त्यहाँ सेभ भनेको देखाउँछ। सेभमा क्लिक गर्नुहोस्। तपाईँको डाइरेक्ट ग्यालेरीमा आएर फोटो सेभ हुनेछ है। मलाई यो फोटो मन पर्यो, म यो डाउनलोड गर्छु। हेर्नुहोस् स्क्रिन चाहिँ एकदम मजाले हेरिदिनुहोस् है। अनि मात्र तपाईँहरूले पनि बुझ्नुहुन्छ, नत्र बुझ्नुहुन्न। मैले पनि भिडियो यो सबैले बनाउनु कस्तो हुन्छ बनाउनु भनेर चाहिँ मैले पनि बनाएको होइन। तपाईँहरू सामु लिएर आएको छु। यसरी नै तपाईँहरू पनि बनाउनुहोस् है। अब चाहिँ हामीलाई अडियोको खाँचो छ। पहिलोचोटि चाहिँ हामीले के बनाउँ भने अडियो बनाउँ होइन। क्रोम ब्राउजरमा तपाईँहरू जानुहोस्। क्रोम ब्राउजरमा गएर चाहिँ हामीले के लेख्ने भने यहाँनिर चाहिँ हामीले गुगल AI स्टुडियो सर्च गर्नुहोस्। मैले सर्च गरेको छु, अलरेडी आइसक्यो मेरोमा है। यहाँ चाहिँ सर्च गरेर चाहिँ क्लिक गर्नुहोस्। पहिलो चोटिकैमा क्लिक गर्नुहोस्। यो मैले गोलो हालिदिएको छु यसमा। यहाँ क्लिक गर्नुहोस्। यहाँनिर चाहिँ तपाईँको हामीले अडियो बनाउनु पर्ने हुन्छ। अडियो बनाऊ, यो माथि 3 डटमा क्लिक गर्नुहोस्। भोइस हामीले छान्नु पर्ने हुन्छ। र ब्याक जाउँ। ब्याक गएर हामी कपी पेस्ट गरेर अघि नोटबुकमा राखेको यसलाई चाहिँ हामीले फेरि कपी गरौँ। कपी गरेर फेरि हामी त्यो ब्राउजरमा जाउँ। ब्राउजरमा गइसकेपछि यसरी कपी पेस्ट गर्नुहोस्। यहाँ तपाईँलाई टर्न भनेर देखाएको हुन्छ मुनि, त्यहाँ क्लिक गर्नुहोस्। तपाईँलाई धेरै होइन 1 मिनटभित्रमा तपाईँलाई अडियो बनाएर दिन्छ है यसले। यसले चाहिँ अडियो भोइस बनाएर दिन्छ। ल हेर्नुहोस्, सुन्नुहोस् है त। वाउ, देख्नुभयो नि। डाउनलोड गर्दा चाहिँ यो 3 डटमा थिचेर डाउनलोड गर्नुहोस् है। वाउ, दामी भोइस, दामी दामी। सुन्नुभयो नि होइन। ब्याक आउनुहोस्। अब फेरि ब्याक आइसकेपछि यहाँनिर चाहिँ तपाईँहरूले के गर्नुपर्ने हुन्छ भने प्ले स्टोरमा जानुहोस्। यहाँ गएर चाहिँ तपाईँले सर्च गर्नुपर्ने हुन्छ है। म ग्रो AI चलाउँछु होइन। यो ग्रो AI सर्च गर्नुहोस्। जुन चाहिँ अघि हामीले फोटो बनाएको थियौँ त्यो फोटो चाहिँ हामीले यहाँ
फोटोहरू चाहिँ यहाँ हामीले भिडियो बनाउने है। ल तपाईँहरू पनि डाउनलोड गर्नुहोस्, मैले अलरेडी गरेको छु। यहाँ थिच्नुहोस् फोटोमा, इमेजमा हैन, यो माथिल्लोमा हैन तल्लोमा चाहिँ क्लिक गर्नुहोस् है। तल्लोमा थिच्नुहोस्, यो भिडियो हामीले अघि फोटो बनाएको थियौँ नि त 6वटा स्टोरीको, त्यसलाई चाहिँ सेलेक्ट गर्नुहोस्। यसरी ट्याक्क ट्याक्क सेलेक्ट गर्नुहोस्। तपाईँलाई 1 मिनेटभित्रमा यो 6वटा इमेज चाहिँ भिडियो बनाएर दिन्छ, भिडियो हुन्छ है। हेर्नुहोस् है, एकैछिनमा बनाएर दिन्छ है, धेरै टाइम लाग्दैन, धेरै टाइम लाग्दैन है। मेरो एउटा भइसक्यो, डाउनलोड गर्नुपर्ने छ। चलेको भिडियो देख्नुहोस्, हेर्न सक्नुहुन्छ, चलिरहेछ नि। यसरी तपाईँहरू पनि बनाउनुहोस्, सजिलो छ डाउनलोड गर्नलाई, सजिलो। त्यहाँ डाउनलोडको लोगो देखाइरहेछ, यो तरिकाले डाउनलोड गर्नुहोस्। जस्तो थियो थोरै मात्र चेन्ज गरेर दिएका छन्। अब यसले पनि अङ्गुर खाँदैछ, अङ्गुर खाइरहेको भिडियो मैले अघि तपाईँलाई देखाएको थिएँ नि मोबाइल स्क्रिनमा अगाडि, त्यस्तै खालको बिहा गर्नुहोस्। र मैले चाहिँ यहाँ के गर्छु भने म चाहिँ भिएनबाट भिडियो बनाउँछु। भिएन डाउनलोड गर्नुहोस् है, भिएन डाउनलोड गर्नुहोस्। यहाँ सर्च गरेर चाहिँ मैले गरिसकेको छु अलरेडी, तपाईँहरू पनि यहाँबाट भिडियो बनाउन सक्नुहुन्छ है। कस्तो लाग्छ कमेन्ट गरिदिनु होला, सब्सक्राइब, लाइक, सेयर गरिदिनु होला। अब हामीले बनाएको भिडियो चाहिँ हामीले यहाँ सेलेक्ट गर्नुपर्ने हुन्छ। हाम्रो 6वटा भिडियो छ, यहाँ 6वटालाई हामीले चाहिँ सेलेक्ट गर्नुपर्ने हुन्छ। यसरी सेलेक्ट गर्नुहोस् 6वटालाई नै। ल यो चाहिँ वाटरमार्क चाहिँ हटाउनु पर्ने हुन्छ, हटाइदिनुहोस् हैन। अब हामीले अडियो सेलेक्ट गर्नुपर्ने हुन्छ। जुन चाहिँ अघि भोइस हामीले बनाएको थियौँ त्यो भोइस चाहिँ हामीले यहाँ ल्याएर राख्नुपर्ने हुन्छ है। ल यसरी राख्नुहोस् र टिक गर्नुहोस्, ओके गर्नुहोस्। ल सुन्नुहोस् है त कस्तो बनेको छ। एउटा हरियो बगैँचामा एउटा सानो खरायो बस्दथ्यो। एक दिन ऊ भोकाएको थियो। वरिपरि हेर्दा उसले लटरम्म पाकेको अङ्गुर देख्यो। खरायो खुसी हुँदै उफ्रिँदै तपाईँले पनि यसरी बनाएर डाउनलोड गर्न सक्नुहुन्छ। हस् त, धन्यवाद, थ्याङ्क यू। मेरो भिडियो हेरिदिनु होला, सब्सक्राइब गर्न चाहिँ नभुल्नु है।